जापानमा चाहिँ के रोग आएको नि होइन, रातभरि चाहिँ रुगा खोकी लाग्ने, घाँटी दुख्ने, अनि सास फेर्न नै गाह्रो हुन्छ होइन। अनि दिउँसो भएपछि चाहिँ फेरि निको पनि हुन्छ क्या। अहिले मलाई लिटरली त्यही भइरहेको छ क्या। खोइ थाहा नै छैन क्या, म हस्पिटल गएर औषधि पनि मैले खाइसकेँ होइन, तर पनि यो खोइ 3 दिन जति भइसक्यो मलाई निकै नै भएन कि। यो मलाई मात्र हो कि अरूलाई पनि हो। यस्तो हुन्छ क्या, नाक चिलाउँछ होइन, अनि यो जुन यो मास्तिरपट्टि हुन्छ नि त्यहाँ पनि चिलाउँछ, अनि घाँटी दुखिरहेको हुन्छ क्या रातभरि होइन। अनि फेरि दिउँसो चाहिँ फेरि हल्का कम हुन्छ क्या। अचम्म लाग्छ के भइरहेको के। अनि 1-2जना मेरो साथीहरूलाई नि भएको यो होइन। अनि अरू अलमोस्ट जापान भने चाहिँ यो भन्छ कि छैन, प्लिज कमेन्ट गरिदिनु होला। अलिकति आफ्नो केयर गर्नु होला, सायद यस्तो रोगले तपाईँलाई नि सताइरहेको होला। जापानमा बिरामी हुनु भनेको चाहिँ अलमोस्ट आफ्नो धेरै कुराहरू लस हुन्छ, काम जान लस हुन्छ, स्कुल लस हुन्छ। स्कुल लस भएपछि चाहिँ एटेन्डेन्स कम हुन्छ। त्यही भएर प्लिज अलिकति आफ्नो केयर गर्नु होला। म त्यो हस्पिटल गएर मेडिसिन त लिएँ, तर त्यो मेडिसिनले नि मलाई खासै काम गरिरहेको छैन। अलिकति टाइम लाग्छ जापानको औषधिले चाहिँ काम गर्नलाई।